यो केटाको कामको पहिलो दिन साँच्चै नै पागल जस्तै थियो। निर्माण टोलीले उसलाई कुनै तालिम दिएन, कुनै वक थ्रु छैन, अभ्यास त झन् कुरै नगरौं। उनीहरूले सिधै उसलाई ग्राहकको घर पठाए र एउटा मात्र निर्देशन दिए, पुरै प्रक्रिया फिल्म गर्नु। उसको काम सुन्दा सजिलो लाग्थ्यो, ड्राइभवे बनाउनु, तर कुरा के थियो भने त्यो करिब 16 बाइ 16 फिटको थियो र प्रवेशद्वारको थ्रेशहोल्ड चाहिँ एकदमै पर्फेक्ट हुनै पर्थ्यो। असली दबाव यही थियो। उसँग 5 घण्टा मात्रै थिए। उसले सबैभन्दा निर्णायक ठाउँबाट सुरु गर्यो, बेस। हातैले बालुवालाई इंच मिलाउँदै सम्यायो। उसलाई थाहा थियो यो चरण हतारियो भने पछि पूरा ड्राइभवे धसिन सक्छ र सर्न सक्छ। त्यसपछि आयो पावरहरू, एक एक गर्दै किनाराबाट सुरु गरेर बीचतिर। नहतार हरेक ढुङ्गा ठ्याक्कै आफ्नो ठाउँमा बस्नु पर्थ्यो। सबैभन्दा गाह्रो भाग थियो ढोकाको छेउ। हरेक कट मिलिमिटर स्तरको सटीकता चाहिन्थ्यो। एउटा मात्र गलत कटले पूरा डिजाइन बिगार्न सक्थ्यो। समय सकिन लाग्दा उसले एउटा साहसी निर्णय गर्यो। उसले कंक्रिट छोडेर ड्राई ले मेथड अपनायो। सबै पावर बसेपछि मात्रै बालुवा। उसले सतहभरि सानो बालुवा झार्यो अनि प्लेट कम्प्याक्टर चलायो, जसले बालुवालाई हरेक जोइन्ट भित्र गहिरोसम्म धकेल्यो। अन्त्यमा जे बन्यो त्यो बलियो, स्थिर र वर्षौंसम्म टिक्ने खालको थियो। अब इमानदार भएर भन, पहिलो एकल कामको लागि उसले टेस्ट पास गर्यो कि गरेन?